चर्चित टिकटकर लाखौं जनताले मन पराएकी आँचलनाथले भने अहिलेको समयमा यस दुनियाँलाई छाडेर गएकी छिन्। उनले भने आफैले चाहेर यस दुनियाँलाई छाडेर गइन् अथवा कसैले उनलाई यस दुनियाँलाई छाडेर जान बाध्य बनायो भन्ने कुरा भने अहिलेको समयसम्म पत्ता नलागिसक्दाखेरि भने उनलाई भने पेट्रोल छड्किएर आगो लगाएको कारण उनले भने यस दुनियाँलाई छाडेर जान भने बाध्य भएकी छिन्। केही अज्ञात व्यक्तिहरूले भने उनलाई आगो लगाएको भन्ने खबरहरू पनि सामाजिक सञ्जालमा बाहिरिएका छन् भने केही व्यक्तिहरूले बताइरहेका छन् कि उनले आफै यस्तो हरकत गरेकी रहेछिन् भनेर पनि भनिरहेका छन्। आखिर उनले किन यस्तो गरिन् भन्ने बारेमा भने अहिलेको समयमा अनुसन्धान हुन निकै जरुरी भने रहेको छ। हामीले उनको अन्तिम भिडियो राखेका छौँ जुन तपाईँले हेर्न सक्नुहुन्छ र अहिले चाहिँ आफ्नो प्रतिक्रिया पनि कमेन्ट सेक्सनमा लेख्न नभुल्नु होला। आज तपाईँहरू जति पनि छ कि फ्युचरलाई गलत भन्ने हुन्छ नि, तर हामी गलत हो के, हामी जनता गलत हो कि। म एक शिक्षक हरेक बच्चालाई सही मार्ग देखाउनु कर्तव्य, जिन्दगीभर आफ्नो कर्तव्य निभाउनु। उनीहरूले चाहिँ हरेक गल्ती गरेको देख्यो तर उनीहरूको मजबुरी कसैलाई थाहा छ र? के गर्नु थाहा छ? उनीहरू कसैको लागि राम्रो बन्न सकेन। जनताको लागि, नेताहरूको लागि, कसैको लागि आज उनीहरूले ज्यान गुमाउनु परेको छ। उनीहरूको कारण हाम्रो देश ब्रिटिस होस् भनेर लागि लडिरहेका छन् रात दिन। प्रहरी त्यत्तिकै भनिदिए गर्व गर हाम्रो देशमा प्रहरीहरू छन्, लोकल आर्मीहरू छन्, इज्जत गर्नुहोस्। तपाईँहरूले थाहा छ खोलामा लगेर के हुन्छ, के अरे घाँटीमा पायो त्यसले हानिदिइरहेको छ अहिले प्रहरीहरूलाई। आज ल भन सेप्टेम्बरको 8 जुलाईको केटीको मर्डर भयो, पाखीले मार्यो। अब न्याय माग, कहाँ जान्छौ? कहाँको ढोका ढुक्का पाउँछौ तिमीहरू? अब काम छैन तिमीहरूको लागि। किन जे पर्दा पनि हामी जान्थे मलाई मुद्दाहरू छ, मलाई यस्तो गर्यो, मलाई फलानाले कस्तो गर्यो, मेरो रेप भयो, मेरो पोइले मलाई चुट्यो, मेरो पोइहरूसँग लाग्यो, मलाई न्याय चाहियो भन्ने जनता आज कहाँ गयो? अब कसकोमा जान्छौ? अब कसकोमा जान्छौ तिमीहरू? अब इज्जत दिन सिक, इज्जत। गोली चलाएको देख्यौ तिमीहरूले? जो उनीहरूले आज तिनीहरू थिएन भने नि आज हामी सेफ्टी छैन के, मेरो घरको दिदीबहिनी सेफ्टी छैन के, बुझ्यौ नि? यति कुरा चाहिँ याद राख्नु, नजानुस्। अब कस्तो घरको दरवाजा खडखडाउने रहेछ, पुलिस चौकी जलाइदिइहाल्यो। उनीहरूलाई एक जोडी लुगा त्यसको इज्जत गरेनौ। जो उनले चलाउने हतियार थियो त्यसलाई खेलना बनायो। हाम्रो समाज यतिसम्म चाहिँ गर्नु थिएन कि तिमीहरूले चाहिँ। अब कसकोमा जान्छौ न्याय माग्न? यति मैले गलत बनेको छु भने मलाई गलत भन्नुहोस्, मलाई गाली गर्न मन छ भने गर्नुहोस्, तर म सल्युट ठोक्छु नेपाल प्रहरीलाई। इज्जत गर्छु, उहाँहरूको सम्मान गर्छु। यदि उहाँहरू हुनुहुन्थेन भने आज हामीहरू थिएन। बुझ्नुभयो नि?